प्रश्न नम्बर 1 तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ ढाका र दोस्रो चित्रमा देखाइएको छ राम। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ ढाका राम। प्रश्न नम्बर 2 तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ सा र दोस्रो चित्रमा रहेको छ ब्याट्री। दुवै चित्रहरू मिलाएर एउटा केटीको नाम बन्छ सावित्री। प्रश्न नम्बर 3 तलको चित्र हेरेर तरकारीको नाम भन्नुहोस्। पहिलो चित्रमा ढोका बन्द गरेको देखाइएको छ जसलाई हामीले बन्दा भनेर बुझ्न सक्छौं र दोस्रो चित्रमा देखाइएको छ गोबी। दुवै चित्र मिलाएर एउटा तरकारीको नाम बन्छ बन्दा गोबी। प्रश्न नम्बर 4 तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ बी, दोस्रो चित्रमा रहेको छ 9 र तेस्रो चित्रमा रहेको छ द। तीनैवटा चित्रहरू मिलाएर एउटा केटाको नाम बन्छ विनोद। के तपाईको गेस सही थियो? सही थियो भने भिडियोलाई लाइक गरिदिनु होला। प्रश्न नम्बर 5 तलको चित्र हेरेर चाड पर्वको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ टी र दोस्रो चित्रमा रहेको छ हार। दुवै चित्र मिलाएर एउटा चाड पर्वको नाम बन्छ तिहार। प्रश्न नम्बर 6 तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ साग र दोस्रो चित्रमा रहेको छ र। दुवैवटा चित्रहरू मिलाएर एउटा केटाको नाम बन्छ सागर। प्रश्न नम्बर 7 तलको चित्र हेरेर विषयको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ बी र दोस्रो चित्रमा पढिरहेको देखाइएको छ जसलाई हामीले ज्ञान भनेर बुझ्न सक्छौं। दुवै चित्र मिलाएर एउटा विषयको नाम बन्छ विज्ञान। प्रश्न नम्बर 8 तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ आर, दोस्रो चित्रमा रहेको छ चना। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ अर्चना। प्रश्न नम्बर 9 तलको चित्र हेरेर फलको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ लप र दोस्रो चित्रमा रहेको छ सी। दुवै चित्र मिलाएर एउटा फलको नाम बन्छ लप्सी। प्रश्न नम्बर 10 तलको चित्र हेरेर तरकारीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ फूल, दोस्रो चित्रमा रहेको छ गो र तेस्रो चित्रमा रहेको छ बी। तीनैवटा चित्रहरू मिलाएर एउटा तरकारीको नाम बन्छ फूलगोबी। तपाईले 10 वटा मध्ये कतिवटा प्रश्नहरूको उत्तर गेस गर्नु भएको थियो तल कमेन्टमा लेख्नु होला।